एन्ड भ्लग र होप सबैजना सन्चै हुनुहुन्छ होला र म पनि सन्चै छु र अहिले चाहिँ हामी काममा गइरहेछौँ र ह्याप्पी होली सबैजनालाई। होप सबैजनाले एकदमै रमाइलो गरिराख्नु भएको होला नेपालमा, त्यही लन्डनमा यही हो। मेरो केटाहरू चाहिँ यहाँ छन् दुईजना। आज नै घाम लाग्न थालेछ, आजकल धेरै घाम लागिरहेछ गाइस, किनकि यो समर सिजनहरू अब सुरु हुन्छ नि त बिस्तारै, विन्टर बन्द हुन लाग्यो। घाम कतिको लागिरहेछ भन्दाखेरि चाहिँ राम्रै लागिरहेछ। यहाँ यु क्यान सी र लन्डनको घरहरू जस्तै छ गाइस, सबै केही नासको हुन्छन् क्या। एन्ड गाइस रिसेन्टली आई हेभ पोस्टेड त्यो युकेको लाइफको बारेमा र एनएचएस एनआईको बेसिक इन्फर्मेसन चाहिँ दिइराखेको थिएँ। आई होप हजुरले हेरिसक्नु भएको छ र हेर्नु भएको छैन भने चाहिँ लिङ्क मैले डिस्क्रिप्सनमा राखिदिएको छु, प्लिज हेरिदिनु होला। एकदमै इन्फर्मेटिभ र इन्टरटेनिङ ब्लग छ। र त्यही हो, हामी चाहिँ अहिले काममा गइरहेछौँ र अब ट्रेनमा चढ्छौँ। हामी ट्रेनमा चढिसकेपछि चाहिँ काममा पुग्छौँ। जति हामीले चाहिँ 3टा ट्रेन जति फेर्नुपर्छ गाइज, यहाँदेखिको अपनदेखिको वेस्ट ह्यामदेखिको फेरि क्यानाडा वाटर, त्यसरी नै जानुपर्छ हामीले। र हामी 3टा ट्रेन फेरेको चाहिँ हजुरहरूलाई देखाउँछौँ यो ब्लगमा। र सिटी म्यापर अनि गुगल म्याप चाहिँ कसरी युज गर्नुपर्छ त्यो पनि देखाउँछौँ हामी हजुरलाई। सो प्लिज वाच टिल द एन्ड, थ्याङ्क यू। सो गाइज हामी चाहिँ ट्रेनबाट निस्किसकेको छौँ, झरिसकेको छौँ र अहिले चाहिँ हामी कामतिर लागिरहेछौँ। र मैले भनिरहेको थिएँ हाउ टु युज सिटी म्यापर र गुगल म्याप। र सिटी म्यापर चाहिँ के गर्नुपर्छ भन्दाखेरि सिटी म्यापर पहिला खोल्ने, अनि त्यसपछि त्यहाँको आफ्नो जुन लोकेसन छ त्यहाँदेखिको लोकेसन आफ्नो राख्ने र कुन लोकेसनमा जाने हो त्यो लोकेसन राख्ने एन्ड सर्च इट। अनि त्यसपछि के हुन्छ भन्दाखेरि त्यहाँ डिफ्रेन्ट टाइप अफ त्यो बसेसहरूको ट्रेनहरूको चाहिँ लिस्टहरू दिएको हुन्छ र त्यहाँ चाहिँ प्राइस पनि इन्क्लुड हुन्छ, जस्तै कति प्राइस लाग्छ। र बसेसहरूको चाहिँ हल्का सस्तै लाग्छ ट्रेन एज कम्पेयर टु ट्रेनको। अनि त्यसपछि के हुन्छ भन्दाखेरि बसेसमा हजुरले जानु छ भनेखेरि बसेसमा क्लिक गर्नु, त्यसपछि बसेसमा क्लिक गरिसकेपछि चाहिँ त्यहाँ बसेसहरूको त्यो दिन्छ, अनि त्यसपछि त्यसलाई क्लिक गरेर जानु सक्नुहुन्छ। र ट्रेनमा जानु छ भने चाहिँ ट्रेनमा थिच्दा पनि हुन्छ। बट जो चाहिँ यहाँ लन्डनमा आउने हुनुहुन्छ त्यसलाई चाहिँ म कन्सिडर गर्छु कि सुरुमा चाहिँ प्लिज डोन्ट युज ट्रेन, बसमै जानु होला, किनकि ट्रेन हल्का गाह्रै हुन्छ चढ्नुको लागि। हामी पनि 3 महिनासम्म ट्रेनमा चढिनौँ होला, सुरुमा बसमै ट्राभल गरेको। अनि त्यसपछि बिस्तारै जब एक्सपिरियन्स हुँदै गयो अनि त्यसपछि ट्रेनमा ट्राभल गर्नु लागेको। र गुगल म्याप पनि त्यही हो गाइस, गुगल म्यापमा पनि सुरुमा गुगल म्याप खोल्ने, त्यसपछि त्यो गुगल म्यापबाट आफ्नो एड्रेसहरू हाल्ने, त्यसपछि कहाँ जानुहुन्छ त्यहाँ हाल्ने, अनि त्यसपछि त्यहाँ पनि देखाइदिन्छ कि प्राइस कति लाग्छ, कुन बसेसहरू चेन्ज गर्नुपर्छ, कुन बसेसहरू अभाइलेबल छ, ट्रेन कुन अभाइलेबल छ, त्यो सबै हजुरलाई चाहिँ देखाइदिन्छ। र त्यही हो, सुरुमा चाहिँ बसेसहरू नै युज गर्नु। युनिमा म फर्स्ट टाइम आउँदाखेरि चाहिँ मैले बसेसहरू चाहिँ युज गरेको थिएँ। युनिभर्सिटी पहिलोचोटि इनरोलमेन्ट जानु लाग्दाखेरि चाहिँ त्यो गुगल म्याप
युज गर्न आउँथ्यो, गुगल म्याप युज गर्न आउँथ्यो, तर सिटी म्यापबाट युज गर्न आउँथेन। र दाइहरूले भन्नुभयो कि सिटी म्यापबाट युज गर लिन्छौ भनेर। अनि सिटी म्यापबाट युज गर्न लागेको हल्का कम्प्लेक्स लाग्यो, पछि त सजिलो लाग्यो, सुरुमा कम्प्लेक्स लाग्यो। अनि त्यसपछि प्रोसेसहरू पनि नम्बरमा हुन्छ गाइज, नाममा हुँदैन, त्यसैले हल्का कन्फ्युज हुन्छ सुरुमा। अनि हामीलाई थाहा भएन कि कसरी जाने त्यहाँ। अनि त्यसपछि हामीले के गर्यौँ भन्दाखेरि बसेसहरूको नाम त अब थाहा छैन, नम्बरबाट जानु पऱ्यो। त्यही भएर चाहिँ हामीसँग एउटा युनिक साथी दाइ भनौँ जे भने पनि उहाँ हुनुहुन्थ्यो। अनि उहाँ पनि एउटा युनिभर्सिटीमा हुनुहुन्थ्यो। अनि उहाँसँग हामी गयौँ युनिभर्सिटी चाहिँ इनरोलमेन्टको लागि। र त्यसरी चाहिँ हामीले चाहिँ सुरुबाट गरेको आफ्नो ट्राभलिङ चाहिँ बसेस अनि ट्रेनहरूमा चाहिँ त्यही हो गाइज। त्यसैले चाहिँ हल्का सावधान हुनुपर्छ, किनकि लस हुन्छ। हजुरहरूले त्यो भिडियो हेर्नु भएको छैन भने चाहिँ त्यो भिडियो चाहिँ मेरो लिङ्क डिस्क्रिप्सनमा छ, त्यो पनि हेरिदिनु होला कस्तो छ। सो हामी चाहिँ अब काममा पुगिसकेको छौँ। र जसलाई चाहिँ जो चाहिँ मेरो पहिलेदेखि नै सब्सक्राइबर छ उहाँलाई थाहा छ, जसलाई चाहिँ थाहा छैन उहाँलाई भन्यौँ कि नट अलाउ टु मेक अ भिडियो अलाउ वर्क्स। सो हजुरहरू चाहिँ प्लिज यो भिडियो हेरिदिइराख्नु होला। र त्यही हो, म यो कन्टिन्यू गरिदिइराख्नु होला। सो गाइस हामी चाहिँ घर आइसकेको छौँ। सरी फर द्याट कि मैले बिचमा चाहिँ भ्लगहरू बनाउनु पाएन, किनकि म ट्रेनमा चाहिँ हल्का उठेँ क्या, थाकिरहेको थिएँ र त्यही हल्का हल्का सुत्नु लागेको छु। ट्रेनमा सुत्न लास्टै मजा आउँछ गाइस। ट्रेनमा पुरै, बसमा चाहिँ हल्का गाह्रो हुन्छ किनकि त्यसमा साउन्डहरू चाहिँ आउँछ होइन। ट्रेनमा आउने पनि ट्रेनमा पुरै सरर हो। अनि अब थाकेको छ गाइज, अब गएर खाना खाने हो, प्रोटिनयुक्त खाना खाने हो, किनकि थाकेर भोलि रिकभर त हुनु पऱ्यो नि, ज्यान त रिकभर हुनु पऱ्यो। र आज थोकेको पनि थियो गाइज, काम गरिरहेको थिएँ। अनि काम गरिराख्दाखेरि चाहिँ त्यो तल थिएँ म, माथि चाहिँ हल्का उ रहेछ, केही सामानहरू रहेछ, त्यसमा चाहिँ धार ठोक्यो क्या मेरो। त्यति बेला ढुकढुक्के भएको थिएँ म। त्यसपछि अहिले चाहिँ निको भएको छ। अब यस्तो सानोतिनो चोट त खाइहाल्नु चाहिँ गाइज, किनकि छोरा मान्छेको जीवनमा थोरै सानोतिनो चोट नखाइ त अगाडि बढिँदैन। त्यही हो, पैसा कमाउनुको लागि जे पनि गर्नुपर्छ। र अब चाहिँ म घर गइरहेको छु। र अब हेरौँ के हुन्छ, के बनाइरहेछ, र आफू पनि के बनाउँछु खान्छु, अस्ति भोक लागिरहेछ। वेलकम ब्याक। के बनाइरहेछ? भेज प्योर एउटा के बनाएर खानुपर्छ यार। के खाने? तिमीले नि खानु होइन त्यसले कामबाट कस्तो लागिरहेछ? अब घुटुर कसरी दिने होइन? खानु बनाइरहेको चाउमिन बनाएर खाउँ जस्तो प्लास्टिक गरेको चाउमिन खाने त चाउमिन भन्दिनँ पोल्छ बिस्तारै हातले। सो गाइस हामी चाहिँ रुममा पुगिसकेको छौँ। र अब चाहिँ हामी यसो अलिअलि फ्रेस भएर चाहिँ जानु पऱ्यो तलतिर खाना खानुको लागि। र के बनाउँछौँ, किनकि हाम्रो साथीले त त्यही बन्दा र मिक्स भेज मात्र बनाएको छ, जुन चाहिँ हामीलाई चाहिँ इनफ हुन्न। भोलि त नभए कामै गर्न सकिँदैन त्यो खाएर। सो के बनाऊ र खाउँ होइन। सो त्योभन्दा पहिला चाहिँ फ्रेस हौँ। र गाइस म चाहिँ यहाँ माछालाई चाहिँ बिउजाइरहेको छु। यो चलिहाल्छ कि पानी खा पानी। के साह्रो जम्मेको रहेछ यहाँ, डिप फ्रिजमा हाल्दै। र साथीहरू यहाँ चाहिँ हाम्रो किशोरले चाउ पकाइरहेछ। र अब एकछिन भन्दा पनि उछिन्ने के पकाउने हो? म त फ्राई गर्छु। र हाम्रो यहाँ सुमितले चाहिँ आज मङ्गलबारको दिन मासु, माछा, अन्डा केही पनि खाँदैन, नन भेज हो। 12 भइसक्यो, बुधबार भइसक्यो।
सरी भेज हो यो पनि सोमबारे मरुवा र यहाँ चाहिँ हाम्रो फिस छ माछा हाम्रो को भन्नु मेरो र यो चाहिँ अब खान्छु म बनाउनु त अब यो चाहिँ अब अघिसम्म चाहिँ पानी दिइरहेको थिएँ मैले जिम्लो बनाउनको लागि यो चाहिँ अब जिम्लो भएन त्यही भएर अब यसलाई म मेरो पेटभित्र जिम्लो बनाउँछु र मेरो पेटभित्र चाहिँ अब गुडुगुड गुडुगुड गर्छ पेटभित्र चाहिँ अब गुडुगुड गुडुगुड गर्छ पानी र उठ्दैन नि यसलाई टाइम अगाडि पनि सो गाइस हाम्रो चाहिँ केराले खाना पस्किरहेछ भात दाल सब्जी यसो अलिअलि फलफुल छ यही छ र अब चाहिँ हामी खाना खान्छौँ गाइस र अब खाना खाएपछि चाहिँ अब यसो सुत्दिनु पर्यो त्यही हो अब भोलि फेरि काममा जानु छ नहाँस तिमी हाँसिदिएको खै भात ल्याउ त अलि त कुकुरको पनि यो बिजोग छ कुकुरलाई नि मरि बिलाखा भनौँ न नखाऊ न सुत्न जाने यसले छिटो खाएर सुत्न जा भन अघिदेखि अल्छी लाग्यो एघारै निन्द्रा लाग्यो भएको पुगो त्यति बेला सुत भएको पुगो त्यति बेला सुत सो गाइज हाम्रो भिडियो चाहिँ यही टुङ्गिन्छ थ्याङ्क यू सो मच अन्त्यसम्म हेरिदिनु भयो र यो भिडियो मन पर्यो भने लाइक सेयर सब्सक्राइब गरिदिनु होला र साइडमा रहेको बेल आइकन चाहिँ टङ्ग बजाएर चाहिँ छोडिदिनु होला जसले गर्दाखेरि चाहिँ मेरो लेटेस्ट भिडियो चाहिँ हजुरको फिडमा आउँछ र हजुर चाहिँ अपडेट हुनुहुन्छ मेरो लेटेस्ट भिडियोसँग र थ्याङ्क यू सो मच यति धेरै माया देखाइदिनु भएकोमा थ्याङ्क यू